3-4 गाडी अगाडि गइसकेका छन् हैन। ट्याङ्कर ट्रक अनि यो लास्ट गाडी हो। लास्ट गाडी हो, यसको पछि म जाँदैछु। आज यो टाइम भन्ने कुरा बिहानको 7 मात्र बजिरहेछ। माथि डाँडा हिमालतिर घाम लागिसक्यो, तर हामी भएको ठाउँमा घाम लाग्न सकेको छैन, तर पारीतिर लागेको छ गाइज। ठिकठाक छ हैन। यहाँदेखि बिहान जानुपर्ने गाडी गइसके, केही गाडी बाटोमा गएर अडिरहेछ, ट्याङ्कर टिप्परहरू। हाम्रो कम्पनीको यो लास्ट गाडी हो हैन। लास्ट गाडी भन्दाखेरि आज जानेवालाको लास्ट गाडी। तलतिर के लिक भइरहेछ, बाटोमा चढिरहेको छैन रे, त्यो छेल्नको लागि म जाँदैछु यसमा। ल ठिकठाक छ। अनि के हुन्छ बाटोमा ठेलठाल कस्तो हुन्छ त्यही बुझौँला। एउटा त्यो गाडी पनि रहेछ के गाइज, हाम्रो त्यो गाडी जुन अगाडि हजुरले देखिरहनु भएको छ, यो गाडी पनि रहेछ। यो गाडीभन्दा अगाडि यसको पछि म छु। सोचेको त कहिल्यै हुँदैन भनेर म त्यही भएर भन्छु के यार। उता क्याम्पदेखि हाम्रो खाना खाने ठाउँबाट हिँडेर यहाँ लगभग आधा घन्टासम्म हिँडियो। आधा घन्टा पुगेर अब तल जुन गाडी मेन त्यो चढिरहेको थिएन, त्यो गाडी त्यहाँ चढिसक्यो रे हैन। अब हाम्रो कम्पनीको जुन मेन गाडी थियो नि, मेन ट्रक, यो 10 चक्का डबल क्रन, अनि अहिले त्यो घिच गरिरहेछ। यो ओह्रालो छ, ओह्रालोमा त चढिहाल्छ, ठिकठाक छ हैन। यो डेन्जर मोड कटेर गइसक्यो। अब यहाँदेखि यसलाई तान्नुपर्छ रे हैन। यसको फेरि पछाडि यो ट्र्याक्टर छ, यो ट्र्याक्टर साइड गर्नुपर्छ। नौके तान्ने हो, ढुक्क भन्नु न। अनि एकचोटि ट्राई गरिदिउँ न, दर्शक बिनहरूलाई देखाइदिनु त। एकचोटि कस्तो गर्छ हेर्नु है, कस्तो यस्तो गरिरहेछ यार। अब ल भयो अब होइन, यो लोडरले तान्नु पऱ्यो कि अब यार। ल ठिक छ, फेरि यो चलिरहेको हुन्छ। अहिले रोग अब तान्नुको लागि अब त्यो गाडी त मलाई लाग्छ यो गाडी त म पोती गाडी भनेर भन्छु हैन। यो गाडी त कटिहाल्छ होला भन्ने लाग्छ।